Hello everyone, good morning. Welcome back to my channel. I hope so you सन्चै हुनुहुन्छ होला। म पनि आरामले सन्चै छु। न्यू डे न्यू ब्लग। अनि आज रातभर बब्बाले पानी पर्यो। हावाहुन्डरी पनि खतरा आयो। अहिले ठ्याक्कै कति बज्यो भन्नुहुन्छ भने अहिले बज्न चाहिँ ठ्याक्कै 5:31 अनि म ट्रेनिङ गराउन आइरहेछु यहाँ। ठ्याक्कै यहाँ म ट्रेनिङ गराउन आएको छु पशुपति स्कुलमा। केटाकेटी चाहिँ आएको छैन, सो म मात्र आइरहेको छु। अनि अब एकदम आज त के आउँथ्यो होला र त्यत्रो पानी रातभरि हावाहुन्डरी आइरहेछ। अनि अघि नानीले चाहिँ फोन गरेकी थिइन्, सो मैले लाग्छ त भनिदिएको छु। अब हेरौँ। दिस इज माई ट्रेनिङ कम्पाउन्ड गाइज। अनि एकजना चाहिँ आइरहेछ। अब हेरौँ, केटाकेटी आयो भने ट्रेनिङ गराउने हो, अब आएनन् भने घरतिर चलिदिने हो। अब हेर्दै जाउँ, आयो भने म फेरि स्टार्ट गर्छु त ब्लग। अनि आजको वेदर एकदम चिल छ। सो द वेदर इज लाइक दिस होइन, एकदम चिल छ। फेरि पानी पर्छ कि दिउँसो भन्दा दामी छ यार आजको वेदर। कुकुर बसिरहेछ। है यसले त ओभर ल्याङ गर्छ यार। बाबा हाल्छ यार बाबा। आउँदैन जस्तो छ अझै केटाकेटीहरू। सो नानीहरूको चाहिँ अहिले ट्रेनिङ हुँदैछ पोम्सेको। सो यहाँ ट्रेनिङ गर्दै हुनुहुन्छ नानीहरू। टक्क ट्रेनिङमै हुनुहुन्छ। आज थोरै खेलाडी आइरहेछ, तर ट्रेनिङ चाहिँ हाम्रो अफ भएको छैन। सो अनि हाम्रो पशुपति टेक्वान्डो रुदाङमा एडमिसन ओपन भएको छ। यदि तपाईँहरू पनि टेक्वान्डो खेल्न चाहनुहुन्छ भने हाम्रो टेक्वान्डो जोइन गर्न सक्नुहुन्छ, पशुपति टेक्वान्डो एकाडेमी। अनि म नम्बर त्यहीँ लिङ्कमा छोडिदिएको हुन्छु, हेर्नु होला यता। सो पशुपतिमा ट्रेनिङ गराइसकेपछि अनि मैले त्यहाँबाट भ्लग गर्न पाइनँ। सो त्यहाँबाट चाहिँ म डाइरेक्ट अहिले कस्तुरी एकाडेमीमा आइसकेको छु ट्रेनिङ गराउन। फेरि एउटा सिफ्ट मर्निङको सिफ्ट सिधै आएँ पशुपतिमा। अनि अहिले चाहिँ म ठ्याक्कै कस्तुरी एकाडेमीमा अर्को सिफ्ट ट्रेनिङ गराउन आएको छु। अनि मैले ट्रेनिङ गराउने हल चाहिँ यो हो होइन, यो दामी हल छ। सामान्य इक्विपमेन्टहरू त्यहाँ छ। केटाकेटीहरूलाई चाहिँ मैले माथि बाहिर पठाइदिइसकेँ, किनभने तल चाहिँ अब धेरैजना अट्दैन। यहाँ चाहिँ फाइटको सेसन मात्र हुन्छ। फाइट गराउनु पऱ्यो भने चाहिँ म यहाँ तल गराउँछु हलमा, होइन भने बेसिकहरू अनि पुम्चेहरू गराउनु पऱ्यो भने चाहिँ म माथि नै गराउँछु। सो अहिले चाहिँ अब हाम्रो ग्रेडिङ आउनु आँटेको छ। कति जेठमा ग्रेडिङ छ। सो त्यसको लागि प्रिपेरेसनको लागि हामी माथि जाँदैछौँ। भनौँ प्रिपेरेसन गर्न चाहिँ अब यहाँ त अट्दैन, त्यही भएर माथि गराउँदैछौँ। लेट्स मुभ गाइज। 준비. 아래만 준비. 원. 지오드라. 원. 투. 쓰리. 포. 파이브. 식스. 세븐. 멈춰맞기 원. 투. 3, 4. 1, 2, 3, 4, 5, 6, 7, 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 2, 3, 4, 5, 6, 7, 8, 9, 1, 2, 3, 4, 5. सो अहिले चाहिँ म ठ्याक्क बाटोमा भ्लग गर्दैछु। मेरो स्कुलको जागिर सिकेर म ठ्याक्कै सुगा फेरि फ्रेस भएँ, चिया खाएँ। अनि म ट्रेनिङ आफ्नो रनिङ गर्न बाटोमा निस्केँ। सो अहिले चाहिँ टाइम 5 कति बजेको छ मैले हेर्नेको छ। सो म ट्रेनिङ रनिङ गर्छु। लेट्स सी गाइस।
यो चाहिँ मेरो रोड हो सो गाइज अनि अहिले चाहिँ म ट्रेनिङ गर्न आफ्नो फिजिकल फिटनेसको लागि निस्किसकेको छु सो घरबाट बाहिर निस्केको पानी पो पर्न थाल्यो लल बनाइदियो यार अनि एकदम दामी वेदर थियो होइन वेदर चाहिँ बवाल छ तर के गर्नु दामी वेदरमा कुद्नु पर्यो भनेर निस्केको आधी बाटो 1.5 किलोमिटर कुद्दा कुद्दै तपाईँको पानी परिदिनु थाल्यो पानी छिटाउनु थाल्यो अब के गर्नु भइरहेछ अब हेरौँ हिँड्दैछौँ के हुन्छ अब ठुलै पऱ्यो भने त एकातिर बस्नुपर्छ सानै पानी परिरहेछ अब हेरौँ के हुँदो रहेछ कुद्न सक्न छोडिएको छ उपर थाक्यो सो मैले अहिले चाहिँ ठ्याक्कै कति भने 13 मिनट भएछ हिँडेको 1.68 डिस्टेन्स 112 हार्ट रेट अनि तपाईँको दामी मौसम छ चिलमा होइन बेलुकाको ट्रेनिङ यत्तिकै हिँड्दै फर्स्ट डे हो आज मेरो हिँडाइ सो हिँड्दै गर्दाखेरि बाटोमा भएकोलाई बहुत टेन्सन लाग्छ अब त्यही पनि यो भ्यू हेरेर चाहिँ मलाई त्यस्तो टेन्सन लाग्दैन क्या फेरि लुक एट द भ्यू गाइज मार्यो यार मार्यो